ल केही भन्नु छ कि यो तरकारीको विषयमा कसैलाई? खासै केही भन्न त छैन, तर तरकारी होस् खेतीपाती होस् काम जेसुकै पनि हामीले श्रम गर्नु चाहिँ छोड्नु हुँदैन। फेरि श्रमको मतलब श्रमदान होइन। श्रमदान र श्रम चाहिँ फरक कुरा हो। त्यो भएको कारणले गर्दाखेरि हामीले काम गर्नुपर्छ। काम गऱ्यो भने यसरी खान पनि पाइन्छ, फल फलाइन्छ हैन यसरी। खासमा नेपालमा चाहिँ श्रमदान गर्नुपर्छ, श्रम गर्नुपर्छ भन्छ हर्क साम्पाङले। अनि मानिसहरूले चाहिँ नबुझेर श्रमदान गरेर खान पुग्छ, जहिले श्रमदान गरेर भन्छ। श्रमदान र श्रम भनेको फरक कुरा हो, त्यो चाहिँ बुझ्नु पर्यो पहिले। श्रमदान भनेको एक दिन यसो हप्तामा गर्न सकिन्छ, तर श्रम भनेको चाहिँ आफ्नो लागि जहिले सधैँ आफ्नो जीविका पार्जनको लागि गर्ने काम हो। त्यही भएर नेपालमा काम गर्दैनन्, ठगी खान पाएका छन्। त्यही भएर यस्तो भएको। त्यही भएर श्रम चाहिँ गर्नुपर्छ है। ल अब यो एउटा लास्ट हो। यो लास्ट हो। ल यति भएको छ। हामीले चाहिँ यसलाई के गर्छौँ भन्दाखेरि चाहिँ सलाद बनाएर खान्छौँ। ल बाई बाई।